welcome back to another vlog. आज चाहिँ घुम्न जाने कुरा भइरहेछ. So I'm thinking just to go movie. आज चाहिँ फिल्म हेर्न जाउँ भनेर सोचिरहेको छु. So हेरौँ के हुन्छ. So धेरै वर्ष भइसक्यो फिल्म पनि नहेरेको सिनेमा हलमा हेर्नु नि. इट्स अ बिग एक्सपिरियन्स हुन्छ हैन, मजा आउँछ नि त फिल्म हेर्दाखेरि पनि. यो नयाँ च्यानलमा कोही हुनुहुन्छ भने सब्स्क्राइब गर्नु. यति भन्दै आज चाहिँ हामी फिल्म हेर्नलाई कोभिड जान लाग्यो. स्याटरडे मनोज पनि जान लाग्यो. खासमा स्पेसली नेपालीको त फ्राइडे स्याटरडे हुन्छ एकदम छुट्टी. सो स्पेसल स्याटरडे मनाउन आज चाहिँ मुभी आउन जान लाग्यो. सो लेट्स चाहिँ के हुन्छ कस्तो छ. बिहानको सो हेर्ने भनेको बिहानको सोहरू चाहिँ हेर्न पाएन. अनि हाम्रो आमा चाहिँ कति जान लाग्यो धारातिर हो र. सो हेरौँ के हुन्छ एक्सपिरियन्स. लेट्स सी आजको ब्लग चाहिँ हेर्नुवाला छ. हेर्नु जाने भनेको ढिला भइसक्यो. खै मेरो चस्मा बाइकवाला मेरो ड्राइभर कस्तो छ हालको. सो हामी चाहिँ जाँदैछौँ. अब हेरौँ के हुन्छ. जाममा परेन भने आई थिङ्क टाइमै पुग्छ होला. अन्टिल देन सो बौद्ध आइपुग्यो. अब जानुपर्ने चाहिँ गोपीकृष्ण. सो बौद्धमा यस्तो छ बजारहरू काइन्ड अफ. लाइट चाहिँ एकदम परिरहेछ. हामी कहाँ जाने क्युब्याक्समा यहाँ जाने. ओके छिरम ल छिरम. जारी त 2:15 छ जस्तो छ. अनि 2:15 को सो जस्तो छ. ए हेर न ऊ त्यहाँ नाउ सोइङमा टाइम हेर त. सो बेसिकली क्युएफएक्समा चाहिँ नहुने भयो. हामी चाहिँ फेरि गोपीकृष्णतिर जाँदैछौँ. सो 2:15 मा हुने रहेछ. सो वी क्यानट वेट अन्टिल देन. हामी चाहिँ फेरि जाँदैछौँ गोपीकृष्णतर्फ. यताबाट अगाडिबाट यताबाट छिरिनु हुन्छ. बाइक चाहिँ कताबाट छिर्छ. मान्छे त हामी यताबाट छिर्थ्यौँ क्या र. यताबाट राख्ने त होला नि. पुरानो भएछ है गोपीकृष्ण नि. खोइ त हलै छैन क्या. हलै बन्द छ क्या हो गोपीकृष्ण त. ल जारी चाहिँ दिइरहेको छैन फेरि. के हो यो हलै होइन कि हल त गाँडको लिँदै भयो कि. ससुरको पार्किङ रे नि त के हो यहाँ त. सेयर हल त लौ गोपीकृष्ण यस्तो भएछ है. अहिले त छैन त खोइ. खोइ जारी छ कि छैन हेर न. जारी त छ त्यहाँ टिकट काउन्टर. यतै तल यही हो र गोपीकृष्ण. कसम के हो यो. के लेट हुनु नि. भर्खर त 17 भयो. 11:30 भन्दैछ. जारी चलिरहेको छैन. त्यही भने मै घडी हेर्न बाध्य भयो नि. टिकट खोइ कति रहेछ अहिले एकजनाको. कता यस्तो कालो
थिएँ त सोध्नु पर्दैन कि सोधेर आऊ त कता टिकटमा छैन र सेकेन्डमा आयो बा अँध्यारो उज्यालोले गर्दाखेरि चाहिँ यही त होला नि यताबाट अरे चार आमामा प्याक छ छैन लाइटतिर बसौँ न लाइटतिर हाई म त ढिला भयो होला ठाने ढिला भयो ढिला भयो होला भन्ने ठानेको त साढे गरेर हेरेको घडी 12:30 देखिराखेँ मेरो घडीमा त पुरै कालो समातेर छ भित्र चाहिँ चार बसिरहेको छ सो क्युएफएक्समा चाहिँ टाइम भएन सो 2:15 को रहेछ त्यहाँ चाहिँ यहाँ चाहिँ ठ्याक्क 11:30 देखि रहेछ सो मान्छेहरू अझ आउँदैछ नि हेर्नु न झट्ट हेर्दा मैले ठ्याक्क 12:30 देखिराखेँ चाहिँ के छ हुन्छ मुभी चाहिँ अहिलेसम्म एक्सपिरियन्स गरेर चाहिँ अब हेरौँ फर्स्ट टाइम दयाङ दाईको मुभी हेर्न आएको कस्तो हुन्छ फाइन्ड आउट कस्तो हुन्छ कुन मुभी हेर्न आएको रे जारी जारी हेर्न आयो कस्तो लागिरहेछ कस्तो लागिरहेछ त्यो के भन्छ कहिले स्टार्ट हुन्छ जस्तो भइरहेछ छुट्यो तल चाहिँ मलाई 12:30 भइसक्यो लास्ट छुट्यो भनेर खोजेर सुरु हुन लाग्यो ल मुभी अब कस्तो लागिरहेछ यसो रमाइलो लागिरहेको रहेछ फर्स्ट हाफ मजा आइरहेछ फनी रहेछ पार्ट 1 चाहिँ फनी भयो सो त के हो भोका जस्तो छ त लास्ट हाल्नु अरू त कसैले हातै समाउँदैन चिसो त बेस्ट मन दामी हो नाइस कस्तो दामी दाल कहाँ गयो सक्यो मुभी कस्तो लाग्यो जारी सो मुभी चाहिँ अनएक्सपेक्टेडली राम्रो रहेछ कि अहिलेको जेनेरेसनमा कल्चर भट इज कल्चर अनि पहिलाको कुराहरू अनि यस अहिलेको जेनेरेसनलाई चाहिँ एकदम सुझाव दिने खालको कल्चर सम्झिरहने खालको कस्तो टाइपको थियो हाम्रो कल्चरहरू इट्स नाइस ह्युमरस छ एकदम गीत चाहिँ एउटा मात्रै रहेछ राम्रो लाग्यो बाबा मजा आयो तिमी दामी रहेछ के भन्छौ अरूलाई पनि सजेस्ट गर्छु म त अझै यस्तो भएछ गोपी कृष्ण अहिलेसम्म देखाएको थियो के गरे यो हल पुरै बिगाएर जस्तो लाग्यो ए मुभी हेरेर आज बाबालाई म त हाँस उठ्यो के कुरामा हाँस उठ्यो त्यस्तो कल्चरल मुभी छ सङ्ग्स एकदम एउटा मात्रै छ त्यस होइन कस्तो हुन्छ बुढाबुढी भने कस्तो
कस्तो हुन्छ रिलेसन भने कस्तो हुनुपर्छ माया प्रीति भने के हो भन्ने कुरा एउटा सानो गल्तीले के हुनसक्छ लाइफमा भन्ने कुरा गल्ती भइकन नि फेरि कसरी सुधार्ने भन्ने त्यो कुरा नि त्यहाँ चाहिँ इट्स काइन्ड अफ हुन्छ नि कल्चरल हो जस आफ्नै यस्तो हुन्छ नि संस्कारै याद आयो कल्चरल फिल भयो मजा आयो राम्रो छ हेर्न आउँदा अनि त्यो अर्को त्यो बाहुन के अरे बाहुन चाहिँ बाबाले चाहिँ त्यो बुढाको जहिले मनपर्छ कबड्डीदेखि मन पऱ्यो दामी छ एकदम कमेडी हँसफुल होइन बवाल स्वास क्यारेक्टर सबैको राम्रो छ बस दाइ दाइ रोको चाहिँ बाबाले हाँस्यो नि भने ठिक पनि लाग्यो घरि आँसु नै आयो एकचोटि त झन्डै हाँसु नै आयो राम्रो छ हेर्न गोपी कृष्ण चाहिँ यस्तो भएको छ अरू ठाउँमा हेर्दा नि हुन्छ सो फाइनली हामी चाहिँ घरतिर आइपुग्यो अब फ्यान जारी खेलेर स्पेसली भन्नुपर्दाखेरि जारी मुभी एकदम राम्रो लाग्यो मलाई चाहिँ स्पेसली हेर्नेहरूले कमेन्ट गर्नुलाई कस्तो लाग्यो त्यो गर्दा चाहिँ र नहेर्नेहरूले हेर्न जाँदा हुन्छ अहिलेसम्म सोइङ वान भइरहेको छ चलिरहेको छ राम्रो छ कथावस्तु चाहिँ सिम्पल होइन कथाखेरि हार्ड पनि छैन एडभान्स पनि छैन नर्मली गाउँघरतिर हुने कुराहरूमा देखाएको छ जस्ट के कस्तो हुन्छ होइन श्रीमान श्रीमतीको बारेमा अहिलेको मोडर्न जेनेरेसनमा चाहिँ एकदमै चाहिने कुरा नै छ अब कोही अब कति डिभोर्सहरू जाने के जाने छ नि त तर त्यो चाहिँ अब पुरा कल्चरल टाइपमा पहिला कस्तो हुन्थ्यो गरेर भनेर त्यो देखाएको छ सो अहिलेको जेनेरेसनमा चाहिँ श्रीमान श्रीमती कसरी बस्नुपर्छ भन्ने कुरा त्यसले पनि सिकाउँछ यो कुरा चाहिँ राम्रो छ जे होस् एउटा हुन्छ नि दुई रफ पाङ्रा भनेर सुनिरहेको हामीले चाहिँ त्यसमा चाहिँ एक्चुअली के हो त पाङ्रा रफ पाङ्रा भनेर कस्तो चाहिँ भनेर देखाएको छ विच इज गुड सो इफ अब हेर्नु भएको छैन भने चाहिँ हेर्नु जानु होला अब हामीले चाहिँ हेरेर आयौँ सो यस्तो राम्रै छ सो कमेन्ट राम्रो लाग्यो मलाई चाहिँ हेर्दाखेरि बाबाले लाग्यो हाँस्दा पनि एकदमै हाँसेँ होइन पेट बिची सो द्याट्स गुड थिङ सो यति भन्दै अब चाहिँ अर्को ब्लगमा भेटौँ ल र च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु लाइक गर्नु होला सेयर गर्नु होला अनि मेरो पछाडि बुढी दौडिरहेको देखिसक्यो सो त्यसले गर्दाखेरि सो हेर्दै गर्नु होला सो भिडियोलाई सेयर गरिदिनु लाइक गरिदिनु होला कम्प्लिटली हेरिदिनु के भन्नु छ मन लागेको छ सबै कमेन्टमा